देखाउनु न यार कस्तो यार आज चाहिँ हामी हेलो गाइज हामी चाहिँ जेठा र महिला चाहिँ आज जंगलतिर चाहिँ तिरो खान जान्छौँ हैन ओके बुढो भयो यार कैसा लगा मेरा मजाक हेलो आज हामी चाहिँ जंगलतिर यसो गर्न जाँदैछौँ है ओके अभी मजा आएगा ना भिडो यो चियान डाँडा भनेपछि त डर लाग्छ के तर कोही मान्छे चियान डाँडासँग प्रेमी हुन्छ यार माया गर्छ यार हेर अब मलाई डर लाग्यो त्यसै चियान डाँडा कौन है ये लोग कहाँ से आते हैं अलि हामी खाऊँ न यार कस्तो यार यसो माछा यो मेरो हो क्या यसो यहाँ यार उ त्यो रुखमा छ क्या यत्रो कस्तो कुरा हो कुरा नगर न यार यो खाऊँ न यार आहा ओइ के खाएको त्यसरी यार अलि ढिलो खाना यार कस्तो यार तिरीमा ठस्ने टोक्यो यार क्या बोला तूने यही पहले क्या बोला चल चलो जाके इलाज करो नाथे डाँडा कुन चाहिँ हो यार यो लुगा पनि त यार जन्मेदेखि ला जस्तो छ यार यार किन पाएन यार जङ्गलमा यार थाक्यो यार दिमागै खराब हेरेको यार देखेन त यार खै ए आया भाइ कहाँ ए आम्मो कहाँ हो तिम्रो पनि रहेछ यार सबर करो बोला धक्का मुक्की नहीं कर पक्न यार ओइ के भएको यस्तो यार लड्छ यार हेर न भाइ अम्म यसिलो हो यो औसलो हो यार यो खै त तिरुमा तिरु रुख्दो रहेछ यार तिरुको रुख्दा देख्यो हो खै ओ माइ गॉड त्यसो ठुलो आगन आम्म खुद माइ गॉड ए हेर न ए हेरौँ न हेर न आहो सुकिया रहेछ हेर है अलि सुकिया रहेछ अम्म यहाँ रहेछ यार हेरे त गाइजहरू आमा कौन है ये लोग कहाँ से आते हैं जंगल त्यसो नगर्नु न यार के रहेछ भनेको अथ किन बिहोस भएको भन त बोल्न सकेन भाइ हेर किन यो तिम्रो हेर्नु तिम्रो यार आम्म खोइ हेरौँ न यार जुम गरेर भाइ मेरो आँखा गिड जस्तो हो क्या यो आँखा गिड जस्तो हो क्या यो हेरौँ न यार देखाउ न हातले देखाउ न त्यो तिम्रो त ठिक छ नि यार यो त काबल पनि रहेछ काबल कहाँ छ यार अम्मो ओहो के हो दुईटा हजार लड्डु भइदिइरहेको यो तिरो खाइदिउँ न यार आम्म खतरो ठुलो हो यार जरैबाट हेरौँ न ओए जरैमा वेलकम गरिरहेको हेर अनि आम्मा हो यो बढी हात भयो कि यार यस्तो खाने स्टोरले के कस्तो यार खाना नपाएको जस्तो खाएको यार यस्तो त भएन नि दाल छैन नि त
नहीं झूठ बोल रहा है हेर्नु गाइज हेरौँ यो जुप्पा हेर त आमा हेर यस्तो हो नि त माल भनेको अर्ग्यानिक माल भनेको यो समझ रहे हो देखिस हिरो यहाँ प्योर गुन्डा त्यहाँ प्योर गुन्डा म होइन प्योर हिरो भन्न न हिरो यार एक्सन हेर न थोडा हेर न थोडा हेलो गाइज यो देख्नुभयो होला नि यो अर्ग्यानिक माल हो यो कतिजनाले चाहिँ चिन्नुहुन्छ होला कतिजनाले चाहिँ थाहा होइन होला यो के हो होइन यो चाहिँ कमेन्टमा बताउनु तपाईँहरूले होइन अब म चाहिँ यसलाई चाहिँ खाना स्टार्ट गर्दैछु हेर्नु है गाइज मेरो खाने स्टाइल देखायो नि जुप्पा या ओके A few minutes later. ओके ओह हेलो कौन है ये लोग कहाँ से आते हैं गाइस यहाँ घाँस काट्न आएको यार घाँसै भएन यार जङ्गलमा यहाँ हेर न गाइस केटा हो होइन यहाँ चराको गोठ रहेछ हेर न म देखाइदिन्छु है न आमा हेर त कतिवटा चारवटा अन्डा रहेछ भने है यही चारवटा अन्डा हेर त यसको माउ चाहिँ भर्खरै उड्यो मा यस्तो घाँसले पुग्छ हामदुडा मा कहाँ जान लाग्यो फेरि आमा केटाले त घाँस त मरत बोकिरहेको त जङ्गलभित्र छिरेको थियो होइन जङ्गलमा छिर्दाखेरि निकै गाह्रो भइरहेको थियो संसार कालो भइरहेको थियो किन त्यही माथि पनि पानी पर्ने अनि मेघ गर्जिरहेको गर्दाखेरि त एकदम गाह्रो भइरहेको थियो किनकि ओ भाइ गड अँधेरो भइसक्यो जस्तो फिल भइरहेको थियो रात परिसक्यो जस्तो फिल भएको थियो तर अहिले जुन चाहिँ होस् ज्यालो भइरहेको छ ओके ओके गो पछाडि रामी भाइ एक बुल्डङ खायो नि बाटो चिप्लो भएर मैले त खाइनँ है यस्तो बाटो छ त अनि पानी परेपछि त अनि चिप्लो भइहाल्छ त माथितिर त पर्छ नि त हौ आमा हामीले चाहिँ लुकाएर राखे होइन बिहान टिपेको माल हो बड़ा हरामी हो बेटा अनि त्यहाँबाट छैन ओ माई गड मान लगी के हो यार बाटो मुनि चाहिँ यहाँ माथि बाटो लुकाएर राख्यो त यार आमा म कसले निकालेर गयो यार म निकाल्छु के माल हो यो बाख्रा त हिँड्या रहेछ कि भर्खर हेर त ओहो अलिकति 1 मिस गेम फिनिस हुने रहेछ यो यो हो माल हामीले लुकाएको माल